तपाईँलाई धन्यवाद चाहन्छु प्रभु। आज यदि हाम्रो दिदीबहिनीको सेवामा हामीलाई उच्च अनुकरणमा हामीलाई दिइबस्नु भएको छ प्रभु, तपाईँलाई अति नै धन्यवाद छ, बिन्ती छ, प्रार्थना छ। हामीले यो दिनको मौसमहरूको लागि पनि प्रार्थनामा राखिरहेको छौँ अनि परिवारको लागि सबै तपाईँ आइबस्नु भयो। अनि आजको लागि हाम्रो दिदीबहिनी आउनुपर्छ, यो वचनहरू हामीले सुनेर बुझेर हामीले हृदयमा लिनुपर्छ। यो कामले सुनेर काम उडाएर होइन प्रभु, यो वचनले हामीलाई प्रार्थना कसरी गर्नुपर्ने गर्छु दिदी प्रभु, तपाईँलाई सहायता माग्दछु। तपाईँलाई धन्यवाद चाहन्छु प्रभु। आज यदि हाम्रो दिदीबहिनीको सेवामा हामीलाई उच्च अनुकरणमा हामीलाई दिइबस्नु भएको छ प्रभु, तपाईँलाई अति नै धन्यवाद छ, बिन्ती छ, प्रार्थना छ। हामीले यो दिनको मौसमहरूको लागि पनि प्रार्थनामा राखिरहेको छौँ अनि परिवारको लागि सबै तपाईँ आइबस्नु भयो। अनि आजको लागि हाम्रो दिदीबहिनी आउनुपर्छ, यो वचनहरू हामीले सुनेर बुझेर हामीले हृदयमा लिनुपर्छ। यो कामले सुनेर काम उडाएर होइन प्रभु, यो वचनले हामीलाई प्रार्थना कसरी गर्नुपर्ने गर्छु दिदी प्रभु, तपाईँलाई सहायता माग्दछु।